नमस्कार सबैजनालाई। शुभ बिहानीको सबैजनालाई नमस्कार। मैले भन्न खोजेको हामीले 10,000 20,000 को जुत्ता किने पनि त्यही खुट्टामा लगाउने हो र 100 को टोपी किने पनि त्यही शिरमा लगाउने हो र मैले देखिरहेको हुन्छ कि रक्सी बिक्री गर्ने ठाउँमा कस्टमर आफै जान्छन् र दूध बिक्री गर्ने मान्छे जो रोडमा साइकलमा लिएर हिँड्नुहुन्छ उहाँले हामीले क्वेसन गरेको हुन्छ कति पानी मिसाउनुहुन्छ भनेर र कहिल्यै सोध्दैनौँ कि यो रक्सीमा पानी मिसाएको छ कि छैन भनेर। त्यसै कारणले गर्दाखेरि हाम्रो समाजमा धर्म त कति छ होला, अब पुराण कुरान सबै छ, त्यसमा कहिल्यै पनि लडाई झगडा हुँदैन। हामी लडाई झगडा हुने भनेको हामी मानवमै हो लडाई झगडा हुने। त्यसै कारणले गर्दाखेरि सम्पूर्ण साथीहरू इष्टमित्रहरू हामीहरू बाँचुन्जेल एक साथमा बसेर एक साथमा हिँडेर हातमा हात मिलाएर राम्रोसँग बोली वचन गरेर हिँड्नुपर्छ। मरेर केही लानु छैन। अहिले हामी एउटा कपडाहरू लगाएका छौँ, भोलि तपाईँ मरेर जाने बेलामा नाङ्गै जानुपर्छ। त्यही भएर जति बाँचुन्छ हामी राम्रोसँग अरूसँग बोलचाल गरेर राम्रो बोली गरेर बाँच्नुपर्छ। मेरो भनाइ यति छ। धन्यवाद।